हजुर बस्दिनुहोस् ल हेलो पुरै मुख छोपेर बसिसकेछन् एकैछिन बाहिर गएको त हेर्नु त ल हेर छाना मुख छोपेर बस्ने हो मुख छोपेर बस्ने हो अब के गर्न बाँकी छ हजुरले अब मुख छोपेर बस्ने हो त हजुरको बाबा छोरो के खेलेको के खेलेको तानी मान्छे के खेले त आमा डेन्जर थानी मान्छे त यहाँ त गर्नुहुन्न है थानी बुन्थु सानो गुन्ठु हो सानो बुन्थु यहाँ त गर्नुहुन्न है ओहो डेन्जर हजुर आफै उभिनु त है सानो मान्छे त डेन्जर सानो मान्छे हो नि है यो बाबाको त डेन्जर सानो मान्छे हो है सानो मान्छे ए सानो मान्छे हजुर त ज्ञानी मान्छे हो नि है यो सानो मान्छे त यो सानो मान्छे त ज्ञानी मान्छे है ज्ञानी मान्छे बाबासँग चाहिँ कस्तो मान्ने है मामुलाई वास्ता छैन ज्ञानी मान्छे हो मामुको माया छैन बाबाको सानो लाग्दैन भन त बाबाको त सानो मान्छे मामुको माया लाग्दैन छोरो काले काले छोरी काले काले छोरी काले काले छोरी ज्ञानी मान्छे हो है छानी बुन्छु छानी छोरो छानी यहाँ त गर्नुहुन्न है यहाँ त गर्दैन नि बाबा म त यहाँ त गर्दैन यहाँ त गर्दैन यो बाबाको त कति ज्ञानी मान्छे हो भन्नुहुन्छ नि यो बाबाको त कति ज्ञानी मान्छे हो हाम्रो सानी मान्छे त है यो सानो मान्छे त कति ज्ञानी मान्छे हो यहाँ त गर्नुहुन्न ल अब यहाँ गर्नुहुन्न है थानु के भयो त नि थानी मान्छेलाई